Oh my god, oh my god, oh my god. हेलो गाइज नेपालले चाहिँ कतारलाई फाइनल्ली हराइसकेको छ है। सुपर 6 को दोस्रो गेम पनि नेपालले आफ्नो जित आफ्नो पल्टामा पार्न सफल भएको छ। सम्पूर्ण नेपाली फ्यानहरुलाई र नेपालीहरुलाई बधाई छ बधाई छ बधाई छ। 2026 मा हुने वर्ल्ड कप जुन इन्डियामा हुँदैछ T20 वर्ल्ड कप, त्यसको लागि लगभग नेपालले अब भने टिकट पक्का गरिसक्यो यो जितसँग सँगै। अब भने धेरै टाढा छैन त्यो दिन। वर्ल्ड कप T20 वर्ल्ड कप खेल्ने दिन अब धेरै टाढा छैन। यो दोस्रो गेम सुपर 6 को दोस्रो गेम जितेर नेपालले अब लगभग T20 वर्ल्ड कप विश्व वर्ल्ड कपको टिकट लगभग पक्का गरिसकेको छ। अब भने दुईटा खेल बाँकी रहेको छ भने ती दुईटा खेल मध्ये अब एउटा गेम मात्रै जिते पनि नेपाल T20 वर्ल्ड कप सजिलै खेल्नेछ। फाइनल्ली कतारलाई पनि आज एकदमै हार्ट ब्रेक विन नेपालको। कतारलाई पनि स्तब्ध बनाएको छ आज नेपालले। आजको गेम पनि ब्याटिङ भने खासै राम्रो रहन सकेन नेपालको। हाम्रो ओपनर दुईजना आसिफ शेख र बुड्तेल कुशल बुड्तेल आज यी दुईटै ब्याट्सम्यानहरु चल्न सकेनन् र पनि नेपालबाट रोहित पौडेलले र दिपेन्द्र सिंह ऐरीको एउटा राम्रो छोटो मिठो पार्टनरशिप बन्न पुग्छ र रोहित पौडेलले 50 क्रस रन बनाउँछन् र उनले रोहित पौडेलले आज राम्रै ब्याटिङ गरेका थिए र गुलशन झाले पनि राम्रै ब्याटिङ गरेका थिए। त्यस्तै सोमपाल कामीले पनि अलिकति लास्टतिर आए पनि रन अलिकति प्लस बनाएका थिए। त्यो पनि एकदम महत्त्वपूर्ण रन थियो। र बलिङ तर्फ गर्ने हो भने आजको गेम पनि साँच्चै भन्नु पर्दाखेरि बलरले नै जिताएको यो गेमहरु। ब्याट्सम्यानले होइन, यो बलरले नै जिताएको गेम हो यो आजको गेम पनि। नेपालको बलर्सहरुले पनि सुरुमा त सबैले राम धुलाई नै खाएका हुन् खान चाहिँ। तर जब सन्दीप लामिछाने आउँछन् र उनले एउटा महत्त्वपूर्ण बिग विकेट लिन्छन् कतारको, त्यसपछि भने नेपाल टर्निङ लिन्छ। यस्तो टर्निङ लिन्छ कि त्यसपछि लगातार विकेटहरु जान थाल्छ र नेपालले यो जित आफ्नो नाममा दर्ता गर्न सफल हुन्छ। स्यान्डी इज किङ, किङ इज स्यान्डी, स्यान्डी। आजको जति नै तारिफ गरे पनि कमी नै हुन्छ। त्यस्तै नन्दन यादवले पनि आज बलिङ खत्री गरेन। सुरुमा त उनले पनि राम धुलाई नै खाएका थिए, तर जब पछि सन्दीप लामिछानेले एउटा महत्त्वपूर्ण विकेट लिए त्यसपछि भने नेपालले लगातार विकेट लिन थाल्यो र सबैले विकेट लिन पनि थाले। नेपालले कमब्याक पनि गर्न थाल्यो। दिपेन्द्र सिंह ऐरी, आदिल आलमले पनि रन आउट गराए। त्यस्तै दिपेन्द्र सिंह ऐरी, नन्दन यादव, what a game, the heartbreak game. जे होस्, फाइनल्ली नेपालले भने अब कतारलाई पनि जितिसकेको छ र आफ्नो 6 अङ्क भएको छ। नेपालले +2 गरेर 6 अङ्क बटुलिसकेको छ। अब भने नेपालले लगभग T20 वर्ल्ड कपको टिकट आफ्नो काटिसकेको छ भन्दा फरक पर्दैन। कङ्ग्रेचुलेसन नेपाल, विश्वकपमा हामी यसपालि। सबले शेयर सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला गाइजहरु। यसो च्यानललाई भर्खर खोलेको